हेलो हेलो नमस्कार म काउलीबुढी शोमा यहाँहरुलाई स्वागत छ। आज एकदमै चाहिँ नि नौलो तरिकाले चाहिँ नि म यहाँहरुमा प्रस्तुति भएको छु। आज एकदमै मेरो घरमा को आउनु भा भनेर हजुरहरुलाई देखाउँदै छु है। म एकदमै ह्यान्डसम एकदमै चर्चित अहिले त राम बुहारीलाई म त त्यति नाच्न त जान्दिन, तर एकदमै हाम्रो चर्चित गायक पहिला पनि मेरो घरमा आइसक्नु भएको छ। उहाँ अहिले फेरि पनि चाहिँ नि उहाँलाई यति राम्रो ह्यान्डसम मान्छे गीत हिट भइराख्दाखेरि चाहिँ नि उहाँलाई फेरि स्वागत गर्छु। हाम्रो अहिलेका चर्चित युवा गायक चाहिँ नि किरण भुजेलजी, यहाँलाई स्वागत छ है हजुर। धन्यवाद धन्यवाद। आराम सुन्छ एकदमै ठिक छ। हजुरलाई कस्तो छ? ए म त झन् जहिले फ्यान्टास्टिक त हो के अरे है। किन जाइन त्यति लामो जुङ्गा पालेको आँटे कान्छ यो आको आइ गर्छ, त्यही भएर किन काट्नु भनेर छोडिदिएको। ए छोडिदिएको अनि यसरी तलै झुन्नियो भने त के होला बाबु, पिङ खेल्न मिल्ने हो कि क्या? अब दुईटा केटाहरू छन् यहाँ, पिङ त चाहियो। अब चाहियो त पर्यो, त्यही भएर असर गर्ला त्यसरी पिङ खेलाउनु चाहिँ हुँदैन जुङ्गैमा। ओके अनि सन्चै हुनुहुन्छ? एकदमै। आशा त झन् हेर्छौँ हुनुभएको छ त बाबु। ए म जन्मिँदै यस्तो हो, भगवानले के खानुभएको छ र? म भात दाल तरकारी त्यही हो। हुन त तपाईँलाई त अहिले बुढी बिहा गरेदेखि है बच्चा बच्ची जन्मेदेखि त जम्मै फापेको है। म पनि जन्मनु पर्यो फेरि 3-4वटा सोचेको छु के। अनि अरू के छ भन्नुहोस् त? मेरो यस्तै छ, चलिरहेको छ जिन्दगानी। हजुर हजुर हट्टाकट्टा छ नि जे होस्, पिर चिन्ता केही छैन छैन। आमामा हो यतिको चाहिँ हुनु पर्ने रहेछ क्या जिन्दगीमा। ऊ बेला त फेरि तपाईँहरू जस्तो केटा त ठाउँको ठाउँ ढल्थ्यो क्या मेरो पनि बेलामा है। अहिले अब अलिकति समस्या आउँदैछ। म बियो सुनाउन खोजिरहेको छु अहिले। किन मलाई देखेर हुन त यार म मान्छे त स्याउसी नै हो क्या वास्तवमा भन्नुपर्दा है। पहिले पनि यस्तै भन्थ्यो केटाहरू, तर आदि अहिले पनि अझ ढल्न खोज्छन् क्या। अनि अहिले त फेरि बरिलैले चुट्या रहेछ त मार्केट। अनि छुट्यो त्यो गीत त पुरानो होइन र बाबु? त्यो 7 वर्ष 8 वर्ष लाग्यो। अब ठ्याक्कै पुरानो गीत हो त्यो, 7-8 वर्ष पुरानो गीत हो त्यो। अहिले आएर अहिले कसरी चाहिँ नि मार्केट खाइरहेको छ एकचोटि सर भनिदिनुहोस् न। अहिले चाहिँ कसरी भन्दाखेरि कार्टुन क्र्यूलाई जान्छ यो सम्पूर्ण श्रेय चाहिँ। कार्टुन क्र्यूको हाम्रो सरोज अधिकारी हुनुहुन्छ, उहाँ साथीलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। त्यो क्यामेराले खिच्दैन, यसले मात्रै हो। यो 2-4वटा क्यामेरा के को लागि त? यो यिनका छुट्टै भए। अनि भन्नुहोस् त कार्टुन क्रू यो चाहिँ 7-8 वर्ष अगाडि पुरानो गीत हो यो। अनि यो गीत चल्नुको मुख्य श्रेय चाहिँ म कार्टुन क्रूको हाम्रो भाइ बहिनी लगायत हाम्रो विशेष धन्यवाद चाहिँ हाम्रो सरोज अधिकारीलाई दिन चाहन्छु। किनकि यो गीत उहाँले फेरि पनि नबनाउनु भएको भए सायद यो गीत यत्तिकै थन्केर बस्थ्यो होला होइन। उहाँले बनाएर यस्तो मजाले उहाँहरूको थ्रुबाट बाहिर आउन पायो कि यो गीतले होइन, बल्ल गीतले न्याय पायो भनेपछि पहिला छ नि अडियो फालेको होइन, भिडियो अलरेडी थियो। पहिला पल्सा हुनुहुन्थ्यो होइन, हाम्रो जुना हुनुहुन्थ्यो होइन, उहाँ दुवैजना हुनुहुन्थ्यो। तर त्यो टाइममा अब त्यही त हो, राइट टाइम थिएन होला सायद गीतको लागि होइन, त्यही भएर होला। अहिले राइट टाइम पर्यो होला, त्यही हो। अब सबै कुराको हरेक कुराको समय आउँछ भन्थे यो गीतको। अहिले समय आउँछ क्या, प्रतीक्षाको फल मिठो हुन्छ भन्ने हजुर थाहा छैन? मैले हेर्नुहोस् प्रतीक्षा गर्दा 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 अहिले तन्नेरी भएको फिल हुन्छ क्या मलाई। हेर्नुहोस् जति बुढो भयो त्यति तन्नेरी भयो भन्ने फिल हुन्छ। ए भनेपछि त्यसपछि अझ फेरि अहिले त टिकटकमा राम्रो बढीलाई गर्दा रहेछ नै। म नाच्न आउन्न, तर पनि यसो खुट्टा पनि कति राम्रो हल्लाका नि। बाबुलाई पनि 100वटा त आफैले बनाउनु भयो। मैले लगभग 100 त होइन 50 चाहिँ पुगे कि होइन, 100 जस्तो लाउँछ मलाई। पुग्यो है। अनि अहिले के छ त बजारमा चाहिँ त्यही मात्रै हो कि होइन? अनि त्यसपछि फेरि पनि उहाँहरूले नै हाम्रो सरोज ब्रदर र कार्टुन क्रूका भाइ बहिनी फेरि पनि आएको छ मेरो नयाँ गीत फकाउन सिकाइदेऊ न लौ भन्ने गीत छ। त्यो गीत पनि त्यत्तिकै मिठो राम्रो रमाइलो गीत छ, नाच्ने गीत छ। हजुर हजुर सबैजनाले गएर हेरिदिनु होला। हेरिदिनुहोस् है, हेरिदिनुहोस्। तर बढीलाई एकचोटि गाउनु पर्यो यार, म त सुन्न एकदम रेडी क्या भाउलाई। ल अनि यो गीतको राइटर हुनुहुन्छ मेरो प्रिय दाइ डिपी खनाल दाइ हुनुहुन्छ र सङ्गीतकार हुनुहुन्छ मेरो दाइ शङ्कर इस्माइल दाइ हुनुहुन्छ। हजुर हजुर यो गीत तपाईँहरूको सबैजनाको लागि मैले गाएँ है त। तपाईँ नाच्नुपर्छ नि।
हाँसिदेऊ जन्माया मिठो बोलेर हेरिदेऊ दिलैको पर्दा खोलेर बसिदेऊ छेउमा पियारी बनेर भन्देऊ नलाउँछु पिरती भनेर मनको डेरा तिमीमै सारे बरिलाई म त तिम्रै मायामा परे बरिलाई मनको डेरा तिमीमै सारे बरिलै म त तिम्रै मायामा परे बरिलाई 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 सक्यो म त फेरि जोसमा आउँछु क्या है यस्तो राम्रा राम्रा गीत त सुन्नै नसक्ने क्या मलाई त के हुन्छ हुन्छ खासमा तपाईँ त पुरानै मान्छे तर झन् झन् तन्नेर हुँदै जानुभयो खासमा त्यति खासै पुरानै पनि होइन कति वर्ष पुग्नुभयो भन्न मिल्छ अब भन्नु न 16बाट अहिले ठ्याक्कै 2 जम गरेर 18 लाग्यो अहिले त्यस्तो कुरा त नुहार्नु भनेपछि 18+ होइन तपाईँ 18+ त भइसके अनि भर्खरै 16बाट 2 जोडे 18 भयो 18 लाग्यो नि त प्लस लाग्यो नि त प्लस पनि हुनु पर्यो के ठ्याक्क नागिसक्नु पर्यो पुसदेखि माघदेखि असारदेखि वैशाखदेखि लाग्यो वैशाख 6 गते लाग्यो वैशाखदेखि लाग्यो है अब म जहिले 80 वर्ष भनेकै कति वर्ष 80 वर्ष भइसक्यो हेर्नु गाह्रो छ त्यही त के हो कसो हो जहिले त्यतिकै देख्छु तपाईँ पनि म मेरो खानपिन कस्तो त आउनुस् न मेरो घरमा परिकार खुवाउँछु म तपाईँलाई म त यस्तो मिठो खुवाउँछु नि तपाईहरु खाएर फेरि मेरोमा बास बस्न आउला डर हुन्छ मलाई त फेरि धेरै मिठो खुवाउनु पनि लाजै मर्दछ आटे समस्याको कुरो छ गाह्रो छ बाउले खासमा कति जति गीत गाउनु भयो नडाटी भन्दा मैले नडाटिकन भन्दाखेरि चाहिँ 200+ भयो मेरो गीत 200+ गाउनु भयो 200 मा खासमा कति गीत चले भन्नुस् त कति चल्यो भने हातमा गनेर 200 मा हातमा गनेर मात्रै चले गीतहरु 200 मा एउटा दुईटा भनेर कति जति चल्यो भने ग्यारेन्टी छ तपाईको छ 5-7 वटा गीत चल्यो भनेपछि हेर्नुस् त कति धेरै छ नि एउटा गायक भइसकेपछि यति मेहनत गर्नु पर्दो रहेछ 200 मा 7-8 वटा चल्यो भने चाहिँ हुन त एउटै चल्यो भने मालामाल भइजाँदो रहेछ अहिले है तर पनि त धेरै दुःख गर्नु भयो नि त 200-300 गाउँदा गर्दा आधी फेन्टो भएर होस् म त यो गीतै सङ्गीतै छोड्छु पर्नु भने त्यो दिन पनि आउँछ त्यो दिन पनि आउँदो रहेछ आथ्यो मजाले आथ्यो त्यो दिन पनि के फिल भएको थियो यसो दर्शकलाई भनिदिनु अब कस्तो हुँदो रहेछ भन्दा नि जति गरे पनि एउटा टाइम यस्तो आउँदो रहेछ कि हजुर जति कोसिस गर्दाखेरि पनि तपाईको त्यो ठाउँमा पुग्न नसकिने कि अनि मन मर्दो रहेछ एकचोटि कता न कता मर्दो रहेछ म खासै ठिक ठाउँमा आइन कि क्या हो जस्तो फिल चाहिँ हुँदो रहेछ हैन तर म फेरि भयंकर पोजिटिभ सोच्ने मान्छे म कहिले पनि नेगेटिभ पनि होला राम्रो हुँदै गएको नि रहन्छ हेर्नुस् पोजिटिभको धेरै फाइदा छ पोजिटिभ सोच्नु पर्छ है जहिले पनि पोजिटिभ सोच्नुस् मैले जहिले पनि के सोच्थे भन्देखि आज मेरो गीत चलेन आज म हिट भइन भनेर म निराश आज छु तर मलाई फेरि भोलिको याद आउँथ्यो कि के त भोलि फ्याट्टे गीत चल्दै भने त मलाई फ्याट्टे गीत चल्दै भने मात्र याद आउँथ्यो कि मलाई चल्दै भने त चल्दैन नि त भन्ने हुन्थ्यो त्यो कुराले मलाई अहिलेसम्म यहाँसम्म डोरा ल्या खासमा तपाईको गीत चाहिँ नि पहिल्यै हिट भइसकेको थियो कि पछि नेपाल आइडल जानुभयो त्यसपछि त पुरा देशभरि चर्चा पाउनुभयो यहाँले खासमा आइडल पछि चाहिँ मेरो गीतहरु आयो त्यसपछि गीत जति गाउनु भयो 200 त्यसपछि नै त्यसपछि आयो त्यो भन्दा अगाडि पनि गाइसकेको थिए मैले हैन त्यो भन्दा अगाडि नै गाइसकेको थिए तर त्यो भन्दा अगाडि चाहिँ कस्तो खालको थियो भन्देखि मलाई चाहिँ पनि एउटा कुरा याद आउँछ मलाई हैन मैले त्यतिखेर गीत गाउँदाखेरि एकजना संगीतकार दाइ हुनुहुन्छ नाम नलिम हैन अहिले मलाई भाइ ल गीत गाउनु पर्यो भन्नुभयो म स्टुडियो त्यतिखेर देखि म चाड्थे कि जान्थे कि हैन दाइहरुसँग दाजु नमस्ते भन्दै म भेट्थे अनि दाइले बोलाउनु भयो म गए गीत गाउन हैन अनि गाइसकेपछि दाइले मलाई जुन हातमा पैसा हाल्दिनु भएको थियो नि हैन मलाई अझै पनि याद आउँछ कि तर त्यो मेरो लागि त्यतिखेर ठुलो कुरा हो धेरै हाल्दिनु भयो कि थोरै हाल्दिनु धेरै नै ठ्याक्राकै 600 रुपैयाँ हाल्दिनु भएको थियो त्यतिखेर हैन बाप रे 600 कति साल अगाडि हो के रे ठ्याक्राकै त्यो लगभग 10 वर्ष भयो होला सायद 10 वर्ष लाग्यो होला हैन 600 रुपैयाँ हाल्दिनु भएको थियो हैन अनि त्यतिखेर नर्मली पनि 4-5 हजार अब उहाँले सम्झिसक्नु भयो 600 वाला सर नर्मली केही नर्साइछ ल सर हजुरले सम्झिनु भयो होला नि 600 त नदिए भए हुन्छ तर मलाई भेटे बेला दिनुस् है
6,000 कति हुन्छ होइन जिस्किएको तर जस उहाँले दिनुभयो होइन त्यो नचल्दाखेरिको जुन आइडल नआउनुभन्दा अगाडिको होइन त्यसपछि आइडल आइसकेपछि मलाई एउटा छुट्टै आइडलले मलाई एउटा नेम फ्रेम दिनुभयो होइन त्यसको लागि आई एम रियली थ्याङ्क्स to Nepal Idol. 600 लाई हैन नेपाल आइडल रियली थ्यांक यू सर भन्ने नेपाल आइडल अनि त्यसपछि चाहिँ बल्ल अलिकति मैले चाख्न पाएको एउटा मान्छेले चिन्दाखेरि चाहिँ यस्तो हुँदो रहेछ गीत सङ्गीत चाख्नु पायो के भन्नु पर्यो चाख्नु पायो भन्नुहुन्छ त्यही त नाम चल्दिसकेपछि मान्छेले चिनिसकेपछिको जुन मजा आउँछ नि त्यो मजा त्यसपछि चाहिँ मैले चाख्न पाएँ त्यसपछि चाहिँ आहा भनेपछि चर्चै माथि चर्चा त्यसपछि चाहिँ मजा आयो कि त बिहा गरेपछि हो र जान्ने फापेको आँटे बिहा चाहिँ कहिले गर्नुभयो साँच्ची बिहे गरेको मैले 3 वर्ष पुग्यो 3 वर्ष पुग्यो कति केटीहरू फ्यान्ट भयो होला न आँटे फुलनदेखि अब फ्यान्ट भयो नि भन्दिन् के साँचो हो कि ख्याल हो त्यो हुनसक्छ तपाईँले बिहा गरेको सुनेर भोलिपल्टदेखि भातै खाइन भन्दिनँ भन्ने सुनि म पनि भात ठिकै छ बिचरा खाइदिन् गएर भेट दिन्छु भनेको फेरि नआउ अरे म पनि ठिकै छ नि त डिप्रेसन पिप्रेसन भन्ने हुन्छ बा त्यता परिन् कि तिनका के भन् तपाईँको बिहे भयो पछि रे त्यो पनि हुनसक्छ हो उहाँसँग त मेरो राम्रै छ नि यो अहिले छ भनेपछि बिहा गरेपछि पनि मायाप्रेम हुन्छ भन्ने बुझ्यो होइन उहाँसँगको छुट्टै मायाप्रेम छ मेरो मात्र किन बस्दैन मेरो पनि खोज्दै आयो केटा हो अनि सुन्नुहोस् न अनि बिहे पनि गर्नुभयो बिहे बुढी कस्तो हुनुहुन्छ बुढी राम्रै हुनुहुन्छ राम्री त देखाएको छु क्या बानी बेहोरा कस्तो त मान्छे त राम्री हुनुहुन्छ नि बानी बेहोरा पनि राम्रो छ बानी बेहोरा राम्रो छ कस्तो हुँदो रहेछ बुढी बिहा गरेपछि आधी जिन्दगी गयो भन्छन् कोहीले है कोहीले राम्रै छ भन्छन् अन्धकार त छैन नि बिहा गरे त्यस्तो होइन दुईटा यो छोरा मान्छेको झुट बोलेको होइन छोरा होस् या छोरी मान्छे होस् होइन मान्छे भइसकेपछि जिन्दगीमा चाहिँ दुईटा चरण पार गर्नु पर्दो रहेछ एउटा सिङ्गल अनि एउटा डबलवाला होइन मलाई दुईटै मजा छ भनेपछि सिङ्गल बस्नु मन लाग्यो फेरि होइन मैले दुईटै मजा भने नि त सिङ्गलमा पनि एकदमै रमाइलो छ होइन मजा छ त्यसमा पनि तर डबलमा पनि अर्कै छुट्टै मजा छ छुट्टै मजा छ त्यो दुईटामा रोज्नु पर्दा भन्नुहोस् त बिहे अविवाहित कि विवाहित मलाई त विवाहित है पछि बिहा किन गरौँला भन्ने त्यस्तो टेन्सन छैन त्यो यस्तो हुँदो रहेछ कि जसलाई थाहा हुँदैन नि त्यो मान्छेले भनिराख्ने हो बिहा गर्नु हुँदैन भन्छ होइन तर थाहा पाइसकेपछि त्यो ठाउँमा पुगिसकेपछिको त्यो छुट्टै रमाइलो त्यो छुट्टै आनन्द त्यो छुट्टै माया छुट्टै हुँदो रहेछ कि यस्तो हुन त फेरि अब पार्टनर कतिको बुझ्ने छ भन्ने हुन्छ पार्टनरमा भर पर्छ त्यो म फेरि पार्टनर खोज्दा बुढी भइसकेँ गतिले मिल्दैन कि भन्दा बाबु म खोजिदिन्छु टेन्सन नलिनु अनि फेरि अर्काले खोज्दै राम्रो हुन्न भन्छन् फेरि कति गाह्रो हो कि फेरि जे गर्दा नि सुख चाहिँ यहाँ मेरो बाटै भन्थे त्यस्तै भएको छ है भनेपछि कतिपय हुन्छ श्रीमती बिहे गरिसकेपछि पनि एकदम चाहिँ नि फाप्छ भनेर भन्छन् क्या तपाईँले त्यो भएको मैले देखे अनुसार चाहिँ बुढी बिहे गरेपछि फेरि चाहिँ छोरा दुईटा हिरो भएपछि त झनै फाप आँटे जता पनि पैसै है तपाईँ त बाबु रेस्टुरेन्ट पनि खोल्नुभयो अरे त कहाँ हो त्यो यो चाहिँ हाम्रो ठ्याक्कै कमलादीमा छ के पाइन्छ त्यसमा सब कुछ पाइन्छ खानालाई होइन सबै कुराहरू छ अनि रमाइलो राति मजाले गीत सङ्गीत पनि हुन्छ लाउन्ज छ त्यहाँ के नाम भनिदिनुहोस् न त अब सबै जानु ड्रिमी लाउन्ज छ त्यहाँ त म त सपनामा गएको छु है डेरिमी सपना मलाई पनि यसो लएर यसो फ्रीमा पैसा छैन यहाँ गोजीमा कति गाह्रो भएको छ तपाईँलाई लिनु हुँदैन पैसा मैले तपाईँलाई लिएर जान्छु ल फेरिमा लानुहोस् है खानुपर्छ मिठो अनि त्यसपछि भनेपछि रेस्टुरेन्ट चलाउनु भएको छ अहिले गीत सङ्गीतबाट एकदम भरिपूर्ण भएको छ भरिपूर्णै छु पहिलो त सङ्घर्षमा त पैसो पनि हुँदैन थियो होला त्यो कुरा त अब भन्छ नि अब खाटा बसिसकेको घाउ नकोटाउनु भने जस्तै हो त्यो होइन कोटाएपछि फेरि घाउ भन्छ त्यो
त्यो फेरि अर्कै कुराको हो नि भन्नु खोजेको। त घाउ पनि तपाईँको धेरै किसिमको त्यही त हुन्छ हेर्नुहोस् त्यही है भन्नु खोजेको अब स्ट्रगलमा तपाईँ जानु भने अहिले यहाँनिर फेरि घन्टो बित्छ मैले स्ट्रगलको कुरा गर्दाखेरि भन्नु खोजेको बुझ्नुभयो अहिले यहाँनिर मिठो गफसफ भएछ होइन स्ट्रगलको कुरा हामी पछि गरौँ न नत्र के हो अहिले गऱ्यो भने भन्नुहोस् म रेडी छु ठिक छ स्ट्रगल त फेरि गरौँला हाम्रो लामो गफगाफ हुन्छ होइन अहिले चाहिँ तपाईँको गीत बजारमा चाहिँ नि हिट भइरहेको बेला तपाईँलाई यसो चाहिँ नि मेरो घरमा चाहिँ नि बोलाउन पायो सापटी मागे घर फेरि हेर्नुहोस् है अनि चाहिँ नि अब बाबुलाई चाहिँ नि बोलाउन पाइयो अलिअलि भयो नि हजुरको फेरि टाइमै छैन कि फेरि जम्मै गाडी चल्नु फुत्ता आउनु फुत्ता भाग्नु फेरि एकैछिन भयो नि बसिदिनुहोस् मिठो गफ गरिदिनुहोस् भनेर राख्न पाइयो अब एउटा गीत छुटेर चाहिँ नि गाएर चाहिँ नि छुट्नु पर्यो ओके हुन्छ ल फेरि नाच्नुपर्छ नि फेरि त बसेर नाच्छु उठ्ने छैन के भन्नु गाह्रो छ गाइदिनुहोस् ल के अरे मैले अघि पनि भने भर्खर रिलिज भएको छ एउटा गीत भनेर कार्टुन क्रुज युट्युब च्यानलबाट हजुर हजुर त्यो पनि एकदम रमाइलो गीत छ फकाउन सिकाइदेऊ न भन्ने गीत हजुर हजुर थोरै